हेलो दर्शन नमस्ते के छ सन्चै आरामै हुनुहुन्छ होला होइन आज मेरो छुट्टी यहीँ छु अब तलतिर जानु पर्यो हेलो गुड आफ्टरनुन दर्शन नमस्ते के छ सन्चै आरामै हुनुहुन्छ आज मेरो छुट्टी होइन म चाहिँ यता आज बाहिर निक्लिरहेको छु किनभने आज चाहिँ हाम्रो लाल भाइले खाना बनाएर खाँदै भन्दा चाहिँ त्यही भएर चाहिँ म चाहिँ बाहिर निक्लिया हो खोइ आज सिन्की गुन्द्रुक सुन्द्रुक के पकाएर खाने भन्दा छ कता छ मान्छे कोही कपडा ड्राईमा हालेर जी फ्लोरमा छु ग्राउन्ड फ्लोरमा छु भन्दै थियो कता गएछ खोइ यो आजको भ्यू चाहिँ यसो छ यता खोइ होइन यो चाहिँ हाम्रो जेबिसीको भ्यू हो है जेबिसीको भ्यू यस्तो छ यतापट्टि बाउ त्यता छ होइन यता गर्मी छ होइन कता गयो भाइको अर्को टेन्सन हुन्छ कहाँ गएको भाइ पनि हराएको थियो बिहान कहाँ गयो यार गर्मीमा यस्तो देखियो होइन म पनि दिनभरि सुत्यो रातभरि सुत्यो छुट्टीको दिन त्यही त अनि रेस्ट गर्ने होइन त्यही भएर चाहिँ म चाहिँ सुतेर उठ्यो भाइले चाहिँ खाना बनाऊँ भनेर खाना पछाडिको चाहिँ हाम्रो हो जेबिसीमा होइन ल भिडियो हेर्दै जानु होला भाइ पो कता छ यहाँ त्यसलाई यसो कन्ट्याक्ट गर्नु पऱ्यो क्या मार्केटतिर जानु पऱ्यो होइन है बल्ल हाम्रो लाल भाइ आएछ लाल भाइलाई देख्यौ त्यहाँ छु यो चाहिँ लाल भाइ हो होइन यही मान्छेले आज चाहिँ के अरे भाइ सिन्की पकाएर खाने भने होइन सिन्की पकाएर खाने भन्ने छ होइन भाइले के खाने अरे सिन्की आलु खाने अरे होइन भाइले भने सुत्रै हान बुढा सन्चो छैन नि त अनि भाइले आज सिन्की अनि भाजीको साग सुकाएको के छ अरे त्यसमा मिक्स गरेर बाङ्ग्रा साङ्ग्रा हालेर खानु पर्ला भनेर चाहिँ हामी मार्केटतिर हिँडिरहेको छौँ होइन भाइ र म यही ओल्ड सुपर मार्केट यता जेबिसीमा यहाँ हिँड्दैछौँ होइन भाइ पनि यहाँ पछाडि छ है ल भिडियो चाहिँ हेर्दै जानु है त गर्मी गर्छ भाइ चाहिँ यहाँनिर आएको छ मार्केटमा के पो लिने हो भाइ के लिनु छ आलु आलु पनि कति ठुल्ठुलो छ चुच्चे आलु होइन चुच्चे आलु लिनु लाग्छ भाइले हेर्नु होला भाजी र सिन्कीसँग गुन्द्रुकसँग खानलाई हुन्छ होला उता ग्रिन खुर्सानी भाजी गाउली फ्लावर यहाँको काँक्रा भनेको यो चाहिँ काँक्रा टमाटर केरा यो चाहिँ फर्सी होला होइन भाइ यो चाहिँ बन्दाकोपी यो लौका भाल चाहिँ प्याज दिन्छ मेरो काम चाहिँ भिडियो बनाउने भिडियो बनाउने हो होइन मार्केटमा भाइ अरू के लिने भने खुर्सानी घरमा जाउँ लिइहालौँ न के भयो भने क्या यतापट्टि ऊ छ यार खरबुजा यसलाई के भन्छ किम के अरे ऐसेलु यहाँ छ यता किम्बु छ यहाँ कालो किम्बु स्ट्रबेरी भइहाल्यो यो चाहिँ कटोर हो क्या कटोर छ पाकेको कटोर
अङ्गुरहरू यहाँ त सबै फ्रुटहरू पाउँछ कि हाम्रो अल्डे सुपर मार्केट। यहाँ अन्डा पनि 2 थरीको पाउँछ फेरि अन्डा एउटा यो रातो अन्डा पनि अन्डा पनि 2 थरीको पाउँछ। यहाँ आइसक्रिम छ सबै दुधको चाहिँ हामी सामान लिएर किचनमा भाइको रुममा बनाउने भन्ने प्लान भइरहेको छ होइन। भाइको रुममा बनाइयो भने सजिलो हुन्छ। बाङ्ग्रा छ र हेर नि त अनि त्यो त हो छातीको सादिया चिकन अरे भाइ यहाँ अफर पनि रहेछ। पाङ्ग्रा हेर न पाङ्ग्रा यता होला क्या भाइ यता हेर सचै छ त पाङ्ग्रा हो 450 ग्राम कति छ हेर त 450 ग्राम हो। पाङ्ग्रै हो क्या गिजर ल्याएको छैन र गिजर ल्याएको छ त भयो त पाङ्ग्रै हो क्या त। एउटा लाने दुईटा लानुपर्छ एउटाले कहाँ पुग्छ जाम गिजरै हो कि होइन ए कलेजो हाल्यो नि मिठो हुन्थ्यो होला होइन दुइटै लिएर होइन के हुन् त्यहाँ घाममा भात खान्छ राम्री हो। सामान लिएर अब हामीले चाहिँ सामान चाहिँ लियो कि सामान लिएर भइयो गिजर सिजर यहाँ हामी अब त्यो पकाएर खाने होला। भाइ पछाडि आउँदैछ कि गर्मी छ क्या यार होइन भाइ यति गर्मी त कति थिएन होला हौ है झन् रुमबाट बाहिर ननिक्लाम भनेको तातो हावा चलिरहेछ यताको भ्यू यस्तो छ है यतापट्टि फेरि यस्तो छ है। अब हामी चाहिँ रुममा जाँदैछौँ होइन अब रुममा गएर टक्क खानासाना बनाइन्छ। अब चाहिँ अर्को भिडियोमा चाहिँ खाना बनाएको ऊ हाल्छौँ होइन त्यसपछि हेर्दै जानु होला मन पऱ्यो लाइक कमेन्ट सेयर गर्नु होला है त ल बाइ।